हेर्नुहोस् यो दृश्य हो बारा जिल्ला पतैको दृश्य हो। यहाँ चाहिँ अति नै देउसी लागिरहेको छ र अति नै रमाइलो भइरहेको छ। हेर्नुहोस् सानो सानो बच्चाहरू यहाँ नाचिरहेछन्। राज पनि रहेछ मेरो छोरा चाहिँ यहाँ, मेरो छोराको ग्याङ है, ग्याङ गयो हेर्नुहोस्। अति नै रमाइलो दृश्य देखिरहेको छ, अति नै रमाइलो दृश्य। हेर्नु सक्नुहुन्छ हजुरले यो चाहिँ बारा जिल्ला पताको दृश्य हो। र हजुर कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, लाइक सेयर र कमेन्ट सब्सक्राइब गर्नु नभुलिनु होला। अति नै रोमाञ्चक दृश्य यहाँ देखिरहेछ। यो चाहिँ बारा जिल्ला पताको दृश्य हो। यहाँ चाहिँ अति नै रमाइलो भइरहेछ। यहाँ हेर्नुहोस् यहाँ दुईजनाले यहाँ हेर्दै रहेछन् बजेर पुतलीले यहाँबाट हेरिरहेछन्। दुईजनाले रमाइलो भइरहेछ न यहाँ। वा अति नै रमाइलो भइरहेछ यहाँ। हामी यहाँ मान्छेहरूबाट हेरिरहेको छौँ। हेर्नु सानो सानो बच्चाले देउसीलाई यिनीको पुरै ग्याङै यिनीको रहेछ। ग्याङै पुरै हेर्नु त, यो पुरै ग्याङै यो ग्याङै हो। यी ग्याङ रहेछ, यी रुपियाँ गुनिरहेछ है ग्याङहरूले। हेर्नुहोस् ग्याङहरू यहाँ रुपियाँ गुनिरहेछन्। ए राजको ग्याङ, हेर्नु त राजको ग्याङले वा रुपियाँ गुनिरहेछन्। हाम्रो सत्य बाबुले रुपियाँ गुनिरहनु भएको छ देउसी खेलेको। ए वा देउसी खेल्ने रुपियाँ ओहो टन्नै रहेछ त रुपियाँ त। कति भयो? 950। अनि हाम्रो घरमा खेल्नु भएको भोलि खेल्ने है? भोलि खेल्ने है यहाँ? ल कति नै देउसी लागिरहेछ यहाँ। ए राजले देउसी खेल्यो। कति रुपियाँ? कति रुपियाँ? हेर्नुहोस् रुपियाँ गुन्दैछन् देउसी खेलेको हाम्रो सत्यको ग्याङ र राजको ग्याङहरूले। पुरै बच्चाको ग्याङ रहेछ अति नै रमाइलो भइरहेछ यो भाइ। हेर्नुहोस् बारा जिल्ला पल्लाको दृश्य हो। यहाँ पुरै अति नै रमाइलो भइरहेछ यहाँ। सानो सानो बच्चाको ग्याङ है, सानो बच्चाको ग्याङ। बस्ने घर चाहिँ यो हो हाम्रो बस्ने घर। छतबाट पनि हेरिरहेछ नि मान्छेले, छतबाट हेरिरहेछ नि। ल भिनाको ग्याङ भाइ, अब भिनाको ग्याङ ल हाम्रो घरबाट भिनाको ग्याङ गइसक्यो नाच्नको लागि। ल उडा भाइ उडा उडा ल हाम्रो घरबाट भिना है, हाम्रो घरबाट भिना। वा पैसा 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 हेर न, पैसा पैसा चढ्या भिनाले, हाम्रो घरबाट भिनाले पैसा चढ्या है।
घरबाट बिना क्याप्टन ल्याएको हुनुहुन्छ हाम्रो घरबाट बिना अति नै रमाइलो तरिकाले नाच्दै हुनुहुन्छ हेर्नुहोस् यहाँ चरी सैलुङ्गी रुखभरि लाउँछु माया परन्तु जुगभरि क्याप्टन ल्याएको हाम्रो घरबाट भिना हुनुहुन्छ भने हरि ल्याएको हाम्रो दिदी हुनुहुन्छ घरबाट दिदी बिचमा नाच्दा हेर्नुहोस् अति नै रमाइलो नाचिरहेछन् हेर्नुहोस् हाम्रो सत्यको रातको ग्याङ नि रात है नाच्न ल धन्यवाद सम्पूर्ण फर्मटी दाजुभाइ दिदीबहिनीहरूलाई नाच्न आउनु दिदी साथमा हामी अर्को नृत्यतिर बजाउँदैछौँ र गीतको बोल छ अब स्टक भइरहेछ अहिले अब सुरु हुँदैछ अझै फेरि अर्को गाना बजाउँदैछौँ यहाँ फेरि अझ नाच आउँदैछ बिचमा हेर्नुहोस् फेरि सुरु भइसक्यो है अब गाना अब अर्को गानामा नाच्दैछन् अब लागि अति नै रमाइलो गीतमा हेर्नुहोस् बुढी आमा पनि जाँदैछ नाना बुढी आमा पनि बजार बजार छुट्टै रमाइलो जानु बजार हेलो देउसी आयो ल ल नाम पुरो भएन पुरो भयो ठुलो आमा पनि नाच्दै हुनुहुन्छ यहाँ अति नै रमाइलो तरिकाले यहाँ यो दृश्य हो बारा जिल्ला पताएको हो पताई पूर्वटोल भन्छ यो हजुर कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ लाइक सेयर र कमेन्ट सब्सक्राइब गर्न चाहिन्छ बोलिदिनु होला यो चाहिँ अति नै रमाइलो दृश्य देखाइरहेको छौँ मैले यो चाहिँ बारा जिल्लाको दृश्य हो साधन भाइले नानीलाई समातेर बसिरहेको साधन भाइ
हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ धन्यवाद सम्पूर्ण अर्को नृत्य बहिनीहरूलाई आफ्नो नृत्य गरिदिएर जानुभएकोमा। श्याम राईज्यू, कमल थापाज्यू, मोहन गुरुङज्यू, नवराज पौडेलज्यू, राई दाईज्यू। अब हामीले समेटेका खरहरू यति नै छ। कृपया सम्पूर्ण घरबेटीहरू पनि यस अगाडिमा आएर आफ्नो अमूल्य समय दिनु हुन हार्दिक अनुरोध गर्दै अब हामी अर्को नृत्यतर्फ जाँदैछौँ र हाम्रो अर्को नृत्यको बोल छ लालाजी र यसमा नृत्य गर्न आउँदै छिन् बहिनी साधना। यो चाहिँ पूर्व जाने रोड, यो गाडी गइरहेछ पूर्व जाने रोड हो भने यो चाहिँ नारायणघाट हेटौडा, नारायणघाट हेटौडा जाने तर्फ यो चाहिँ देखिरहेछ। यहाँ नजिकै पत्ला चोक हेर्नुहोस्, अति नै हेर्नुहोस् पूर्वबाट आएको गाडी यो चाहिँ हेर्नुहोस्। हाम्रो भाइले यहाँ पटक्का पड्काउँदै हुनुहुन्छ, हेर्नुहोस् अब पटक्का पड्किँदैछ है। ए हाम्रो दाइ यहाँ हेर्दै हुनुहुन्छ मोहनदेव दाई। ए अब यहाँ पड्किन्छ है गाई। हाम्रो भाइले यहाँ उडाउँदै हुनुहुन्छ है। यहाँ उड्यो 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 अब उड्दैछ है, उड्दैछ 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 गाई उड्दैछ। हेर्नुहोस् उहाँ दाइ हेर्नुहोस् डरले भागिसकेका छन् है। अब उड्दैछ 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 या या
यसरी उठ्दैछ है या यसरी उठ्दैछ या यसरी उठ्दैछ है या हेर्नु त हेर्नुहोस् यसरी उठ्दैछ वा हेर्नुहोस् यसरी उठ्दैछ है माथि या आकाशमा यसरी उठ्दैछ है हेर्नुहोस् साथीहरू यसरी पटाका उठ्दैछ है हेर्नुहोस् यो दृश्य हो चाहिँ बारा जिल्ला पल्दाको दृश्य हो र यहाँ चाहिँ पटाका पड्किएको छ है देउसीको अवसरमा यसरी नै पटाका पड्काइन्छ यहाँ अति नै रमाइलो दृश्य देखाइरहेको छौँ हजुरले कहाँबाट हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई लाइक र सेयर र कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नभुलिनु होला यहाँ चाहिँ हेर्नुहोस् नाच भइरहेछ भने हेर्नुहोस् यहाँ हेर्नुहोस् यहाँ यस्तो नाच भइरहेछ